सबैजना सुन्छलाई म पनि सम्झेछु सबैजनालाई गुड मर्निङ आज ब्लग बिहानै बनाइदिएको छु सबैजनाले हेरिदिनु होला खुसी हुनेछु मलाई लाइक सब्सक्राइब गरिदिनु होला भन्ने मैले पनि आशा राखेको छु गाइज अहिले घाँटी मेरो दुखेको छैन अलि बोल्नलाई हुन्छ सकिँदैन होइन औषधी ल्याएको थियो डक्टरले औषधी ल्याएको थियो अरू पनि तर त्यसैले के दियो औषधी खाना खाएपछि खानु होला भनेको थियो खाना खाएपछि खानु होला अब म ट्युसन जानेछु ट्युसन गएर त्यहाँनिर ट्युसन जाने बेला म भिडियो बनाउने छु सबैजनाले हेरिदिनु होला होइन मैले पनि आशा राखेको छु है त सो गाइस अहिले चाहिँ म घरबाट निस्किसकेको छु घर चाहिँ माथि छैन उता पनि घरहरू छ म चाहिँ ट्युसन पनि निस्किसकेँ गाइस म ट्युसन निस्किसकेँ होइन अनि ट्युसन पढ्छु फेरि आज बनाउने छु आजको दिन मैले के गरेँ भनेर म सब देखाउँछु म भनिरहेको छु त्यो गाइस स्कुलमा गएर चाहिँ ब्लग भिडियो गर्नु गाइस एकछिन बनाउँदैछु त्यसको साथीहरूसँग है त गाइस अहिले चाहिँ म पुगिसकेको छु क्लासमा हेर्न सक्नुहुन्छ क्लासमा पुगिसकेको छु अर्को चाहिँ साथीको यो चाहिँ साथीको भयो यो चाहिँ मेरो हो कोठामा बाहिर सबैजना माथिनिर बसेको छ माथि छ सो गाइस अहिले चाहिँ म ट्युसन पढेर आइसकेको छु अब गाउँमा छु अहिले ट्युसन पढेर आइसकेको छु म अहिले घरमा छु होइन सरसफाइ गर्छु आफ्नो लुगा सुगा धोएर त्यसपछि अझै ब्लग बनाउँछु होइन के गर्छु भनेर आज तपाईँले हेरिदिनु होला र सब्सक्राइब गर्नु अब चाहिँ म हन्नाउन लागेको छु तल पानी आउँदैछ अब चाहिँ म हन्नाउन लागेको छु रुखले छिपिहाल्यो लुगा पनि माथिनिर गइसक्यो होइन म हन्नाउँछु त्यसपछि भन्नुहुन्छ त्यति बेला अब चाहिँ म हन्नाउनेवाला छु ढुक्क साबुन लिएपछि हेरेको गर्नु राख्नु त्यो पानी बसेको गाइस पानीमा साह्रो हन्नाउनु आजकल त घाम पनि त गाइस त्यही भएर केही पनि हुँदैन कि चिसो घाम पनि बढिसक्यो गाइस अहिले म लुगा सुगा धोएर कुर्सीमा बसेको छु लुगा चाहिँ उठ्या छ म मस्त कुर्सीमा बसेको छु एकछिन बसेर अनि नङसँग काटौँ भनेर यहाँनिर बसेको छु कुर्सीमा एकछिन नङसँग काट्छु होइन हात खुट्टाको त्यसपछि भिडियो बनाउनेछु सो गाइस अहिले म घरबाट निस्किसकेको छु घरबाट निस्केर उता छ घरबाट निस्केर मेरो पुगिसक्यो गाइस त्यो देख्न सक्नुहुन्छ यो सो गाइस अहिले हामी जाँदैछु चोरामा हाम्रो बजारको नहुने चोरा छ जाँदैछु उता बसेको बसेर एकछिन बसेर तल जान्छु गाइस तल बजार यस्तो छ गाइस मजा यस्तो छ उस्तो छ कि उस्तो हेलो ओइ ल अब यस्तै नै छ गाइस माथिनिर मन्दिर भइहाल्यो अलि माथि नै छ म तल आइसकेँ मस्त खाएर फेरि माथि बल खेल्ने गरिन्छ गाइस
सो नास्ता गरिसक्यो हेर्न सक्नुहुन्छ नास्ता गरेर माथि गइन्छ वर्कसप खेल्ने अनि भइसक्यो भलिबल खेलिन्छ होइन गाइस भलिबल खेलिन्छ खेल्ने हार्ने अनि खेलिन्छ यस्तो छ हेर्न सक्नुहुन्छ खाने मान्छे यसरी खान्छन् कि सिद्धि यतानिर भेट्नु गयो भइसक्यो अब माथि गएर वर्कसप खेलिन्छ गाइस माथि गएर वर्कसप खेलिन्छ होइन यति नै हो अब माथि फुटबल खेल्ने आउने बनाउनु अहिलेसम्म कोही पनि आएको छैन बल खेल्नु यता आइसकेको छु कोही पनि छैन भाइहरू मात्र एउटा रुङ्गी रहेछ होइन कहाँ गयो तिन और कोही पनि छैन यता भाइहरू मात्र रहेछ यति नै हुनेछ हस्